भगवानलाई प्रसन्न गराउनको लागि के गर्नुपर्छ? संसारी जगतका मनुष्यहरूलाई प्रसन्न गराउन त उनीहरूलाई जस्तो चीज मनपर्छ हैन, त्यही चीज किनेर हामी दिन्छौँ, ऊ प्रसन्न हुन्छ। अनि भगवानलाई चाहिँ प्रसन्न गराउन हामीले के गर्नुपर्छ? राम्रो राम्रो एप्पलहरू किनेर चढाउनु पर्छ? भन्नुहोस् त, कस्तो चीजहरू हामीले चढाउनु पर्छ त भगवानलाई? भन्दाखेरि हामीले भगवानलाई प्रसन्न गराउनको लागि सर्वप्रथम त हामीले भावमा प्रसन्न हुनुहुन्छ। हेर्नुहोस्, भगवान भक्तको भाव कस्तो छ? हामी अब अस्ति पनि मैले भनेको थिएँ, भगवानको नाम के हो? लक्ष्मीपति नारायण भनिन्छ। नारायणलाई हामी 1 रुपियाँको सिक्का चढाउँदाखेरि प्रसन्न हुनुहुन्छ होला त? प्रसन्न हुनुहुन्छ? भन्नुहोस् त, हुनुहुन्न नि, होइन? अनि जो अखिल विश्व ब्रह्माण्डका मालिक हुनुहुन्छ, उहाँलाई हामीले एउटा एप्पल किनेर ल्याएर एउटा कुनै फल चढायौँ भने जो फलको निर्माणकर्ताको हुनुहुन्छ भनेको भगवान हुनुहुन्छ। अनि उहाँकै चिज ल्याएर उहाँलाई नै लु तपाईँलाई भन्दा उहाँ प्रसन्न हुनुहुन्छ। त्यसैले भनिएको छ, प्रेम का भूखा हूँ मैं, प्रेम ही एक सार है, प्रेम से मुझको भजे तो भव से बेडा पार है। जसले प्रेमसँग मलाई भजन गर्छ म त्यसैमा प्रसन्न छु। भगवान वस्तुको भोको हुनु हुँदैन, हेर्नुहोस्, पदार्थको भोको हुनु हुँदैन। किनभने भगवानको नाम के हो? नारायण है। जसको जलमै समुद्रमै घर छ भनेदेखि उसलाई हामीले लगेर 1 लोटा पानी चढाउँदाखेरि त्यो पानीको मूल्य हुन्छ? हुँदैन नि, होइन? त्यसैले गर्दा प्रेम का भूखा हूँ मैं, भाव का भूखा हूँ मैं, भाव ही एक सार ही, भाव से मुझको भजे तो भाव से बेडा पार है। त्यसैले गर्दा हामीले भावसँग गरिएको अर्पण जो छ, भावसँग गरिएको समर्पण जो छ, त्यो चाहिँ भगवानले रुचाउनुहुन्छ। अनि त्यो नै त्यसैमा भगवान प्रसन्न हुनुहुन्छ। र भगवान कस्तो हुनुहुन्छ भने नि भक्तको बसमा हुनुहुन्छ। भगवान भक्तको बसमा हुनुहुन्छ। हामीले भगवानलाई जस्तो बनाउन चाह्यौँ भगवान त्यस्तै बनिदिनुहुन्छ। भन्नुहोस् राधे राधे। भगवानलाई हामीले जस्तो बनाउन चाहन्छौँ त्यस्तै बनिनुहुन्छ। एउटा सानो कथा हजुरहरूलाई म श्रवण गराउँदैछु। एक दम्पति हुनुहुँदो रहेछ। अनि उहाँहरू अलिकति सेठजी, व्यापार गर्ने अलिकति धनाढ्य व्यक्ति। अनि तर उहाँहरूको जीवनमा धन सम्पत्ति धेरै छ, तर के रहेछ भन्दाखेरि घरमा कोही सन्तान छैन, केवल पति पत्नी मात्र हुनुहुन्छ। अब त्यो अवस्थामा आफूले कमाएको धेरै धन सम्पत्ति के गर्ने? तर पनि अलिकति अनाथहरूको सेवा, दिन दुखीको सेवा, परोपकारमा मन दिनु हुँदो रहेछ उहाँहरूले नि। अनि एकजना सेठजी र सेठानी उहाँहरूको। अनि एक दिन बिहान चाहिँ सेठजी चाहिँ के गर्नु हुँदो रहेछ भन्दा पति चाहिँ के गर्नु हुँदो रहेछ, बिहान मर्निङ वाक, तपाईँ हामी पनि जान्छौँ नि, होइन? बिहान अनि मर्निङ वाकमा जाँदै गर्नु हुँदो रहेछ। बिहान सधैँ जाँदै गर्दाखेरि जहाँसम्म पुग्नुहुन्थ्यो त्यहाँबाट फर्किँदै गर्दा बाटोमा एउटा सुन्दर बालक, यस्तै 13-14 वर्षको बालकलाई भेट्नुभयो। सुन्दर छन्, एकदमै रूपवान छन्, कपाल पनि एकदमै घुङ्गुराले बाल, होइन? मजाको मुहार भएका। अनि बाबु कता हिँड्यौ सोध्नुभयो सेठजीले नि। बाबु कता हिँड्यौ भन्दाखेरि म यतिकै घुमिरहेको छु। कहाँ गएको तिमी भन्दा मेरो गन्तव्य स्थानै छैन। अनि तिम्रो घर कहाँ हो भन्दा घर पनि कहाँ हो थाहै छैन। आमा बाबा को हुन् त्यो पनि थाहा छैन। अब सेठजीले विचार गर्नुभयो, यी त अनाथ बालक रहेछन्।
हेर्दा साह्रै सुन्दर पनि देखिन्छन्। लिएर जानु पर्यो भनेर मर्निङ वकबाट फर्किँदाखेरि के गर्नुभएछ, घरमा लिएर आउनुभयो। अनि घरमा लिएर आउँदै गर्दा बाटोमा अब बातचित हुन्छ नि त। मेरो घरमा बस्छौ बाबु भन्दाखेरि बस्न त बस्छु, तर मेरो शर्त तपाईँले मान्नुपर्छ भन्दैछन् ती बालकले। के शर्त छ भन्दाखेरि मलाई धेरै भोक लाग्छ, तपाईँले खाना चाहिँ मलाई बार बार दिइरहनुपर्छ, मलाई भोक धेरै लाग्छ। ठिकै छ, अरे मेरो घरमा परमात्माले दिनुभएको अथाह सम्पत्ति छ, अन्नको अनाजको केही कमी छैन, जति समय भए पनि खान केही रोकटोक छैन तिमीलाई। ठिकै छ, यो एउटा शर्त मन्जुर भयो तपाईँलाई। अर्को पनि शर्त छ, दिनमा कमसेकम 5 टाइम भोजन गर्छु। राधे राधे। अरे तिमी 10 टाइम गरे पनि केही छैन भन्नु मलाई। 5 टाइम भोजन गर्छु, तर एक समयमा कमसेकम 15वटा रोटी चाहिन्छ मलाई। सक्नुहुन्छ भन्दाखेरि त्यो पनि भइहाल्छ। सबै शर्त मन्जुर गराउँदै गराउँदै घरमा पुर्याउनु भयो बालकलाई। आफ्नी श्रीमतीलाई देखाउनुहुन्छ, श्रीमती यता आऊ त, कति सुन्दर बालक भेटेर ल्याएको छु मैले। देखाउनुहुन्छ, आहा साँच्ची नै सुन्दर। अनि तर अझै एउटा शर्त थियो, मैले भनिन रहेछु। उहाँले के भन्नुभएको थियो भनेदेखि, ती बालकले के भन्नुभएको थियो भनेदेखि, म जति समय भोजन गर्छु, जतिवटा रोटी भोजन गर्छु, मलाई कुनै रोकटोक हुनु पर्दैन, त्यो त ठिकै छ, तर मैले भोजन गरेको कुरा अर्को घरमा गएर, मेरो घरमा त मैले एउटा छोरो पालेको छु, छोरा भेटाएर ल्याएर होइन, एडप्ट गरेको भनिन्छ नि, पालेको छु भनेर कुरा गर्नुभयो भने त्यसै दिन म घर छोडेर जानेछु, कुरा नगर्नु है भन्दा ठिक छ। अनि अब गएर श्रीमतीलाई पनि सुनाउनु भयो, यति राम्रो बालक भेटेर ल्याएको छु, तर यसले 2-4वटा शर्त मन्जुर गराएको छ नि मलाई, भन्नुहोस् न त के शर्त छ भनेर आफ्ना श्रीमतीलाई सुनाउँदैछन्। के शर्त छन् भन्दाखेरि, भोक धेरै लाग्छ अरे, अनि उसले दिनमा 5 समयसम्म 5 पल्टसम्म भोजन गर्छ अरे, एकपल्टमा कमसेकम 15वटा रोटी भोजन गर्छ अरे। सबै तिम्रो, अब मैले त छोरा खोजेर ल्याएँ, तिम्रो छोरा पाल्ने काम तिम्रो, भन्नुहोस् राधे राधे। हजुरहरू भेटेर त्यसरी पाउनुभयो भने राख्नुहुन्छ त्यस्तो छोरालाई? दिनको 5 पल्ट भोजन गर्ने, अनि 5 पल्टमा कमसेकम 15वटा रोटी एकपल्टमा चाहिने भयो भने त दिनभरि रोटी बेलेको बेलै होइन। अनि ठिकै छ, अब त्यो नहुँदाको अवस्था अर्कै हुन्छ नि त होइन। पुत्र थिएन, अनि कोही पुत्र भएदेखि, छोरा भएदेखि पाल्थ्यौँ हामी भन्ने इच्छा हुँदाखेरि ठिकै छ, आमा सेठानीले पनि सबै कुरा मन्जुर, अब श्रीमतीजीले पनि सबै कुरा मन्जुर गरिन्। ठिक छ, राखौँ। अब यस्तै पहिलो दिन बित्यो, दोस्रो दिन बित्यो, तेस्रो दिन, हप्ता दिन, महिना दिन हुँदै गर्दाखेरि अब दिनभरि रोटी बेलिरहने। एक दिन चाहिँ त्यो बालक कतै घुम्न जानुभएछ, अनि आज हो मौका, बल्ल 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 छुट्टी पाएँ भनेर सेठानीजी परतिर अर्को घरमा जानुभएछ। अब अर्को घरकी उनकी साथी थिइन्, उनले के भनिन्, अहो अचेल त काहीँ निस्किनु हुँदैन, तपाईँ त किन हौ काहीँ निस्किनु हुँदैन त भन्दाखेरि, एउटा छोरो पालेको छु, दिनभरि रोटी नै पकाई रोटी बेलेको बेलै मेरो, एकपल्टमा कमसेकम 15वटा रोटी खान्छ, 5 पल्ट जति खान्छ। अब तिमी भन न, आउन भ्याउँछु होला त म? यति कुरा मात्रै गरेको थिइन्। अब उता ती बालक घरबाट हराउनु भयो। त्यतिन्जेलसम्ममा चाहिँ ती सेठजी जसले भेटेर ल्याएका थिए नि आफ्ना श्रीमान, जो पत्नी उता कुरा सुनाउन गएकी थिइन्, श्रीमानजी घरमै हुनुहुन्थ्यो, तर यस्तो आदत लागेछ ती सेठजीलाई, त्यो बालक बिना भोजनै नगर्ने। बालक छेउमा राखेर बालक साथसाथमा 1-2 पल्ट चाहिँ गर्नुहुन्थ्यो होला, सबै टाइममा त सक्नुहुन्न थियो। अनि
यसो हेर्नुहुन्छ कहीँ देख्नुहुन्न, सुनसान लाग्न थाल्यो। बालक हुँदा त यताउता कुदिरहन्थ्यो, खेलिरहन्थ्यो, केही न केही बोलिरहन्थ्यो होइन। साना साना बालकहरू भएको घरमा कतै लिएर बालकलाई गयो भने घर सुनसान हुन्छ नि होइन। भन्नुहोस् राधे राधे। के छैन जस्तो अनुभूति भइरहन्छ। सेठजीलाई पनि त्यस्तै हुँदैछ। यता जानुहुन्छ, उता एउटा कोठामा पस्नुहुन्छ, यता पुग्छ कि अर्को कोठामा पस्नुहुन्छ, यता पुग्छ कि कहीँ देख्नु हुँदैन। अनि कहाँ गएछ बालक भनेर खोज्दै 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 हिँड्न थाल्नुभयो, भौतारिँदै हिँड्न थाल्नुभयो। उहाँले प्रण पनि लिनुभयो, प्रतिज्ञा गर्नुभयो, जबसम्म त्यो बालकलाई भेट्दिन तबसम्म म पनि भोजन गर्दिन। र यसरी खोज्दै जाँदा 2 दिन, 3 दिन, 4 दिन बितिसकेपछि जो अघि भेटिएको बालक थिए नि, उहाँ कोही बालक नभएर उहाँ स्वयं भगवान हुनुहुन्थ्यो। र आफू प्रतिको भक्ति ती सेठजीले कसरी गरिरहेका छन् त्यो सबै अनुभूति गरिरहनु भएको थियो। र भगवानले आएर दर्शन दिनुभयो, वास्तवमा तिमीले म प्रति गरेको भक्ति एकदमै राम्रो थियो, किनभने निश्चल भक्ति थियो। त्यसैले सज्जन, हामीले यदि भक्ति राम्रोसँग गर्यौँ भने कोही बेला नरको रूपमा नारायण पनि आउन सक्नुहुन्छ। बोलिए कृष्ण कन्हैया लाल की।